आज खसीको मासु बनाउँदैछु। सानो ग्यास बनाएर भुट्यो भने यबाट कस्तो हुन्छ हेरेपछि प्रतिक्रिया चाहिँ दिनु होला है। मिठो नमिठो कमेन्ट गर्नु होला, लाइक शेयर। म चाहिँ एकछिन मजाले पाक्न दिन्छु। सानो ग्यास बनाइदिएको छु। दिनु पर्यो उहाँलाई चाहिँ च्याउ असाध्यै मनपर्छ। त्यसपछि हेलो साथीहरू, नमस्ते। सबैलाई स्वागत छ रक्षा किचनमा। म आज खसीको मासु बनाउँदैछु। हेर्नुहोस् है त मेरो तरिकाले कस्तो हुन्छ पकाउनु। हजुरलाई रेसिपी सेयर गर्दैछु साथीहरू। म कुकर बसालेछु। अब चाहिँ मेरो सबै सामान रेडी भइसकेको छ। यो सबै मिक्स गरेको धुलो हो। अनि यो जिरा म अलि थोरै हाल्छु। अनि प्याज, टमाटर अनि लसुन अनि मासु साथीहरू बनाउँछु है त म। कस्तो हुन्छ हेर्नुहोस् है साथीहरू। म खसीको मासु मैले तोरीको तेलमा पकाउँछु है त। तोरीको तेल कमै हाले। हस्, तोरीको तेल हाले। त्यसपछि हाल्छु साथीहरू लसुन हाले। लसुन हालिसकेपछि प्याज हाल्छु। यो चाहिँ अलि धेरै हाल्नुपर्छ मासुको लागि, ग्रेभी राम्रो बन्छ। रातो रातो हुन दिनुपर्छ। एउटा मिस्टेक गरे चाहिँ साथीहरू, यो पहिले खुर्याउनु पर्ने थियो। त्यही पनि अहिले सबै गराएर पिसेर राखेको धुलो हो। धेरै हालेपछि छोरीले मन पराउँदिन, तर थोरै राखेँ। यो चाहिँ स्पेसल छोरीको लागि पाक्दै है मासु। छोरी चाहिँ सिम्पल खाने भन्छन्, धेरै नगराएर मसलेदार। तेल पनि कम राखेँ। अलि ब्राउन हुन दिनुपर्छ। यतिको भयो। यसलाई अझै गराउँछु। प्याज रातो भयो। त्यसपछि राख्दैछु टमाटर पनि पहिले पकाउँछु। सबै मसलाहरू पहिले पकाएपछि टेस्ट लाग्छ। यो मसला पनि राखेँ। चलाउँछु साथीहरू कस्तो हुन्छ हेरौँ। यतिको भयो। त्यसपछि म राख्छु यसमा नुन। त्यसपछि बेसार पनि राख्छु। यो टमाटर छिटो गलोस् भनेर बेसार राखिसकेपछि राख्छु मासु। यो सँगसँगै भुट्नुपर्छ। सानो ग्यास बनाएर भुट्यो भने यबाट मजाले पाक्छ। भयो त्यसरी यसलाई भुट्छु साथीहरू। मेरो मासु मैले भुट्दा यतिको यस्तो बनाइरहेको छु। यसलाई मैले अझै यो पानी सुक्न दिन्छु। अझै पनि यसलाई 10-15 मिनटसम्म मैले भुट्यो भने यो यस्तो मजाको हुन्छ साथीहरू। कस्तो हुन्छ हेरेपछि प्रतिक्रिया चाहिँ दिनु होला है। मिठो नमिठो कमेन्ट गर्नु होला, लाइक सेयर चाहिँ नगरे पनि हुन्छ। सब्सक्राइब चाहिँ भरि चाहिँ गरिदिनु होला है साथीहरू। यसलाई एकछिन ढाकिदिन्छु साथीहरू। यता अझै मासु भुट्दैछु। कस्तो पक्कु स्टाइलमा हुन्छ। तर मेरो बुढा चाहिँ भेजिटेरियन हुनुहुन्छ। उहाँको लागि चाहिँ च्याउ बनाइदिन्छु है त साथीहरू। उहाँलाई मैले छिटो गएर पसलबाट च्याउ लिएर आइसकेँ। अब आफूले मासु खाँदा केही स्पेसल त बनाइदिनु पर्यो। उहाँलाई चाहिँ च्याउ असाध्यै मनपर्छ। त्यसपछि मैले च्याउ लिएर आएँ। च्याउको लागि मैले लसुन भुटिसकेको छु। अब चाहिँ मसला रेडी गर्छु है त साथीहरू। हेरौँ कस्तो। अब यसलाई थोरै पानी हालेर सिटी लगाउँछु है साथीहरू। ग्रेभी बनाउँछु। तर हेर्दा चाहिँ पक्कु बनाउने टाइपको भएको थियो। अब मेरो छोरीले चाहिँ सँग माम खाने भन्छन्। त्यसपछि मैले अलिकति ग्रेभी त बनाइदिनु पर्यो। पछाडिबाट म त मासुसँग माम खान्छु भनिरहेछन्। त्यसपछि सिटी लगाइदिन्छु। अलि धेरै सिटी लगाउनुपर्छ। म सिटी लगाइदिन्छु साथीहरू। अब त यसलाई यता बसालेर तरकारी कडाई बसाले। अब च्याउ पकाउँछु है त साथीहरू। तेल हाल्छु। तेल धेरै हाल्नुपर्छ। म चाहिँ तोरीको तेल हाल्छु। तेल हालिसके। तेल पनि तात्यो लगभग। यहाँ मसलाहरू रेडी गर्दै थिएँ साथीहरू।
मलाई यो टिमुर, यो लसुन अनि यो खुर्सानी राख्छु। विशेष गरी यसको स्पेशल बनाउने नै टिमुरले नै हो। टिमुर र लसुन पिसेर हालेपछि मिठो हुन्छ। प्याज हाल्छु। प्याज हालेर चलाउँछु। सँगसँगै यो टिमुर र लसुन खुर्सानीको पेस्ट राखिदिन्छु। यो चाहिँ अलि रातो हुन दिनुपर्छ। त्यसपछि म ग्यास पुस्नुतिर लाग्छु। अलिकति फोहोर हुनुहुन्न, पुसिहाल्न मन लाग्छ मलाई चाहिँ। त्यसपछि अलि रातो हुन दिनुपर्छ है साथीहरू। म अब नुन हाल्छु अनि थोरै बेसार पनि हालिदिन्छु। बेसार हालिसकेपछि यो चाहिँ यतिको भयो। अब मैले पोलेर राखेको टमाटर हालिदिन्छु। यसलाई एकछिन बेसरी पकाउँछु। अब च्याउ हाल्छु। च्याउ नै यतिको भयो। यसलाई चाहिँ एकछिन बेसरी भुट्छु। मेरो च्याउ यतिको भयो है साथीहरू। अब यसमा मैले थोरै जिराको पेस्ट राख्छु। यसलाई चाहिँ बेसरी भुट्नुपर्छ, फेरि काँचो काँचो जस्तो मानिन्छ पानी नहालिकन। फाइनल्ली खसीको मासु चाहिँ पाक्यो। मेरो छोरीको लागि चाहिँ मैले मासु बिनेर खाना दिइहाल्छु। खानी चाहिँ आमा छोरी मात्रै हो, खासै धेरै खाना मन लाग्दैन। छोरीको लागि यतिको भयो। योभन्दा रस चाहिँ बनाउँदिनँ। पटक्क पाकेको छ। छोरीले खान्छन्। अब चाहिँ यो चाहिँ म छोरीलाई दिन्छु। साथीहरू पक्कु टाइपको भएको छ मेरो मासु। मेता छ च्याउ चाहिँ एकछिन मजाले पाक्न दिन्छु। सानो ग्यास बनाइदिएको छु।